गाइज यो क्वेसन हामी सोलुसन गर्न गइरहेका छौं। सोलुसन गर्न हैन, यो एक्जाममा ठ्याक्कै आएको क्वेसनलाई प्री बोर्डमा हामी अब कसरी त्यो लेख्ने 8 मा 8 आउँछ भने अब मैले यसमा अब टेन्डर सिट बना भने 3 मार्क्स को अनि कस्ट सिट बना भने 5 मार्क्स को गरी अनि त्यो 8 मार्क्स मा 8 मा 8 कसरी ठ्याक्कै 8 मा 8 कसरी मिलाउने भनेको म आज कपी हेराउन गइरहेछु है। त हेरौ पहिला यसमा पहिला क्वेशन पढौ एकचोटी। डाइरेक्ट मटेरियल, डाइरेक्ट वेजेस, फ्याक्ट्री ओभरहेड, एडमिनिस्ट्रेटिभ ओभरहेड अनि त्यसपछि यो अब यसमा अब दिएको इन्फर्मेसनलाई हामी अब कसरी बनाउँछौ भने त्यो कस्ट सिट फर्स्टमा बना भनेको छ हैन। हामी कस्ट सिट बना भनेको छ भने क्वेशन नम्बर लेख्ने, ग्रुप सी लेख्ने अनि ग्रुप सी को क्वेशन हो अनि त्यसपछि ग्रुप सी को क्वेशन हो अनि त्यसपछि हामी फर्मेट बनाउने हैन। अनि एक्जाममा त अलिकति हेड राइटिङ नराम्रो पनि हुन सक्छ हैन। अनि त्यो हेड राइटिङ को अलिकति हुँदैन। हामी हिसाब राम्रोसँग बनेको छ, एन्सर मिलेको छ भने नम्बर आउँछ। कतै कुनै साथीहरुले हेड राइटिङ मेरो राम्रो छैन, म त गरे हो आउँदिन क्या हो, त्यस्तो छैन। हामी अब ल खुश अगाडि बढौ है। त्यसपछि डाइरेक्ट मटेरियल फर्स्टमा लेख्ने अनि त्यसपछि डाइरेक्ट मटेरियल को अमाउन्ट कति हो 2,50,000 2,50,000 अनि त्यसपछि डाइरेक्ट वेजेस लेख्ने अनि त्यसपछि प्राइम कस्ट अनि त्यसपछि यो एकचोटी हजुर त्यो हेरेर नि पुग्छ के। अब भिडियो लामो हुन्छ भनेर अनि म मात्र फोटो देखाइदिन्छु अनि भिडियो यो क्वेशन भयो हैन। अनि यो क्वेशनलाई यहाँ सोलुसन गरेको छ अनि भिडियो पज गरेर हेर्दा नि हुन्छ। अनि यो यसमा कस्ट सिट बना 3 मार्क्स को अनि टेन्डर सिट बना भने